हाई एभ्रिवान वेलकम ब्याक टु माई मिनी भिडियो है। आज चाहिँ हामी आएको छौँ यहाँनिर हाम्रो बेलबारीमा रहेको छिम्नी होटलमा। एकदमै शान्त वातावरणमा खानु मन लाग्यो भने चाहिँ हामी यो होटल आउँछौँ है। लामो समय पछाडि हामी चाहिँ यसरी खाना आएको, नत्र भने दादा म आमाजू अनि बिमला त्यसरी हामी कहिले पनि आउँदैन थियौँ। एउटै घरमा बसे पनि हामी यसरी चाहिँ कहिले यसरी ग्यादरिङ चाहिँ गरेको थिएनौँ। समयको बस आज मिलेको छ होइन। खाजामा के खाएको छ देखिराख्नु भएको छ होइन। सबैको टेस्ट त मिल्दैन होइन। हामीले फरक फरक मगाएको छौँ है। मोमो पनि धेरै आइटमको हुन्छ नि त। त्यसमा पडोसी मोमो, सादेको मोमो, झोल मोमो आफ्नै छ। मैले चाहिँ खाएँ सी मोमो होइन। अनि त्यस पछाडि फेरि त्यसले पनि नगाएर हामीले चाहिँ लास्टमा मगाएको हेर्नु त यहाँनिर दामी छ। यो चाहिँ फेरि कसले खाने हो थाहा छैन होइन। दुईवटा सेट मगाएको छु मैले र नानाले। अब आधी आधी खाऊँ किनभने अलरेडी हामी चाहिँ अलिकति अगाइसकेको अनुभव भइसकेको छ नि त। किनभने मोमोले बिरयानी चाहिँ मेरो बेस्ट फुड हो क्या। बेलबारी एरियामा भरि त पाउने ठाउँमा मैले खाइसकेको छु होइन। बोल्दा बोल्दा कति लामो भिडियो हुन्छ है। अब आजलाई चाहिँ यति नै ल। थ्याङ्क यू सो मच फर वाचिङ।